मन्त्री वीरेन्द्र सिंह सर्लाहीमा शिक्षा विकास इकाई कार्यालय अगाडि प्रदर्शन। मधेस शिक्षा मन्त्री रानी तिवारी सहित विभिन्न व्यक्तिको विरुद्धमा प्रदर्शन। हजुर शिक्षा विकास इकाई मलंगवा अगाडि आज प्रदर्शन भएको छ। रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव सहित युवाहरूले शिक्षा विकास इकाईको कार्यालयमा प्रदर्शन गर्दै मधेस मन्त्री सहित विभिन्न व्यक्तिहरूको मुर्दाबादको नारा लगाएका छन्। शिक्षा विकास इकाईलाई घेराउ गर्दै नेकपा माओवादीको युवा नेता समेत रहेका गाउँपालिका अध्यक्ष सहितको युवाले प्रदर्शन गरेका छन्। रामनगर गाउँपालिका वडा नम्बर 6 को बागमती माध्यमिक विद्यालयको 30 लाखको योजना र वडा नम्बर 7 को मनुष्य मारा प्राथमिक विद्यालयको 40 लाखको भवन निर्माण कार्यमा रकम चलखेल गरी नक्कली चिठीको आधारमा कार्यादेश दिएको भन्दै विभिन्न नारा जुलुस सहित कार्यालय अगाडि प्रदर्शन गरिएको छ। कार्यादेश दिएको व्यक्तिसँगको सम्झौता रहेको माग गर्दै युवाहरूले आज प्रदर्शन गरेको हो। मध्य प्रदेशका शिक्षा तथा सांस्कृतिक मन्त्रालय अन्तर्गत रहेका शिक्षा विकास इकाईका प्रमुख, मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत रहेका समृद्ध शाह, शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीको मिलोमतोमा प्रदेश सांसद वीरेन्द्र सिंहको पहलमा योजना नै हेरफेर भएपछि आज प्रदर्शन गरिएको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिनुभयो। शिक्षा विकास इकाई कार्यालय प्रमुख समृद्ध शाह मुर्दाबाद, मध्य प्रदेशका शिक्षा मन्त्री रानी शर्मा मुर्दाबाद, प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह मुर्दाबादको नारा सहित गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा रहेको युवाले प्रदर्शन गरेको पत्रकार जितेश यादवले जानकारी दिनुभयो। करिब 3 महिना अगाडि फागुन 13 गते योजनाको चिठी फेकु रायले लिई उपभोक्ता समिति गठन गरी कार्यालयमा पेश गरे। कार्यालय प्रमुख शाहले रकमको माग गरे। रायले सम्झौतापछि रकम दिने भनेपछि कार्यालय प्रमुख शाहले सम्झौता गर्न आलटाल गरे। शाहले रायलाई सम्झौताको लागि अल्झाइरहे। कार्यालय प्रमुख शाहले पछि राजनीति दबाव र रकम चलखेलमा योजनाको चिठीको फोटोकपी मार्फत अरूलाई कार्यादेश दिएको गाउँपालिकाका अध्यक्ष यादवले आरोप लगाउनुभयो। योजनाको काम सुचारू भएपछि गाउँपालिकाका अध्यक्ष यादव र शिक्षा संयोजक फेकु रायले कार्यालय प्रमुखसँग सम्पर्क गर्दा उहाँ कार्यालय नै आउन छोडेको प्रदर्शनकारीले बताएका छन्। शिक्षा विकास इकाई कार्यालय प्रमुखसँग यस विषयमा बुझ्न फोन गर्दा सम्पर्क हुन सकेन। कार्यालयका प्राविधिक र प्रशासनको कर्मचारीले फेकु रायले पहिला योजनाको चिठी सहित उपभोक्ता समिति गठन गरी पेश गरेको जनाएको छ। यो समस्या समाधान गर्न अहिले शुक्रबारसम्मको समय दिएको छ। शुक्रबारसम्म पनि समस्या समाधान नभए कडा आन्दोलनको कार्यक्रम गरिने अध्यक्ष शाहले बताउनुभयो।